आयो तेरो सो तिमी जस्तो टिक्रे कति टिक्रे आहै मुनिदा बामरी बामरी म भोलि गइहाल्छु सोठी राजाको बजाइदिनु होला Listen. अपने रो सारे मंडरायो अपने रो सारे मंडरायो काली कोवा आफूलाई मन पर्ने गीत आयो भने चिच्चन हो एउटा यसो झेली गर्न पाएन ओके अहिलेको लागि प्रकाश सपोर्ट सङ्घको मेरो पहिलो सहकार्य सररलाई बाले फरर म केटीहरूको लाइन पनि गाउँछु केटीहरूको साथ चाहिन्छ प्लिज भाउजूहरू बुहारीहरू सबै नाच्न मिल्छ सबै नाच्न मिल्छ ए हामी त बिहे भएको हामी त छोरीको आमा के नाच्ने भनेर बस्नु भएको छ भने बिहे मात्रै भएको जुनी फेरिएको होइन आफ्नो रङ्ग रमाइलो गर्न सबैले पाउँछ आमाहरूले पनि पाउनुहुन्छ बुहाहरूले पनि पाउनुहुन्छ भन्दै अहिलेको लागि हेरौँ आज प्रकाश सपुरको तर्फबाट पनि मैले गाउँछु प्रीति आगाको तर्फबाट पनि मैले गाउँछु ब्याटलको डान्समा हुनुपर्छ ओके ब्याटल 1 बजाइदिनु होला प्रकाश सपुरको विशेष सम्मान व्यक्त गर्दै हेरौ त केटीहरू सेना जान्छ पर्दैन चोर्न भएन ढाट्न भएन लुट्न भएन ठग्न भएन आफ्नो रमाइलो गर्न उफ्रिनु जति नै हुन्छ रङ्ग छ भने केटा सरहरू क्या खतरा के केटीहरूले एउटा गीत सुनेको होला होइन आफ्नो शत्रुलाई सम्झेर टिकटक पनि बनाइसक्यो होला होइन एक्सलाई सम्झेर होइन एउटा गीतले भन्छ के हो यो गीतमा पनि नाच्नु होला है तपाईँले समय रह्यो भने त्यो गीतमा पनि नाच्नु होला अहिलेको लागि केटाहरूको लागि विशेष है जसले जे भने पनि यो ब्याटल 1 चाहिँ केटाहरूले जितिरहेको छ यतातिर है केटाहरूलाई स्यालुट छ मक्खन नपर्दा हुन्छ कि 2 आउनै बाँकी छ नि त 2 मा कसले जित्छ फेरि ओके केटाहरूको लागि एउटा पीडा के छ भने केटा हो एउटा पीडा क्या राम्रै केटी पट्टाउन मन परेको केटी भने जस्तो केटी बिहे गर्न पाउन केटा हुनु पर्यो अरे होइन कि पैसा हुनु पर्यो अरे क्या अनि पैसा पनि नभएको अनुहार पनि मेरै जस्तै छिकै फिल्टर लगायो मात्रै राम्रो मेकअप गरे मात्रै राम्रो होइन अनि के अनि हामीसँग ल मानव म केटा मसँग पैसा नि छैन अनुहार पनि छैन अनि के म एक्लै मर्नु
त्यही मायाजाल केटाहरूको लागि मेरो आफ्नै लय शब्दमा रहेको गीत मायाजाल बजाइदिनु होला पवन राणा र मेरो आवाजमा रहेको ओके म आउँछु यो प्रीति आले आएर कपाल हल्लाएर हार हो गरी लुगा मात्रै सधैँ लगाइथ्यो गीत त खासै सधैँ रहेनछ भन्नु होला फेरि आमाहरूले बुवाहरूले मलाई त्यो पनि बिर्छ किनभने म लोकदोहोरी गायिका पनि हो मैले धेरै लोकदोहोरी गीतहरू पनि गाएको छु अहिलेको लागि भर्खरै यो भैलीमा अलि बढी चर्चामा आएको एउटा झ्याउरे गीत छ छोरी सिन्जालीको झोरा बजाइदिनु होला हेरौँ है त सिन्धुलीमा कतिको झ्याउरे गीत सुन्नुहुँदो रहेछ कतिको दोहोरी गीत सुन्नुहुँदो रहेछ आयो आयो लोकगीतलाई नै माया गर्नुहुँदो रहेछ थाहा हो जाने बेला समय रह्यो भने बामरी बामरी गाएर बिदा माग्नेछु मलाई लाग्छ अर्की गायिका ज्योति मगरजी आइसक्नु भएको छ उहाँको प्रस्तुतिमा अझै धेरै नाच्नु होला अहिलेको लागि सिन्धुलीमा निकै लामो समय पछाडि निम्त पाउँदा हर्षित छु म अहिलेको लागि प्रकाश चपुलसँग मेरो दोस्रो सहकार्य थियो बाछल छु ओए भाइ ओए 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 यसमा पनि म केटाहरूको लाइन पनि गाउँछु केटाहरूको साथ चाहिन्छ केटीहरूको लाइन गाउँदा केटीहरूको पनि साथ चाहिन्छ आयो तेरो सर ओए 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 सिन्धुलीको सरहरू आउँदा त नि सिन्धुलीको सरहरू आउँदा त बाटो खाली मात्र भएर हुँदैन क्या बाटो पुरै सफा चिल्लो हुनु पर्यो चिल्लो हो कि केटा अनि केटीहरू चाहिँ कम छ केटीहरू चाहिँ कम हो यहाँको भाउजूहरू कम हो बिहान एक भारी घाँस काटेर दुईटा छोरीछोरीलाई स्कुल पठाएर भात तिन पकाएर खुवाएर स्कुल पठाएर मेला गएर आएर फेरि अनेक काम भ्याउन सक्ने उस्तै पनि दिउँसो पढाउन जान नै भ्याउन सक्ने भाउजूहरू चाहिँ कम हो आयो तेरो मिसाइ चुप्ला बाटो हेरौँ है त अब कताकोले जित्नुहुन्छ यता भाउजूहरू पसिनु पर्यो क्या लाज मानेर हुन्छ र भने अहिलेको जमाना कहाँबाट कहाँ पुगिसक्यो खालि टिकटकमा मात्रै नाच्या छ यस्ता नि नाच्नुपर्छ रमाइलो गर्नुपर्छ ओके बाछो छु बजाइदिनु होला आयो तेरो सर बाछो खाँदिन भेट्यो साझा ओके एउटा गीत मैले अघि नै भनिसकेको थिएँ साथीहरूलाई प्यारी बहिनीहरूलाई एकछिनपछि अझै एकछिनपछि म आमाहरूलाई बुवाहरूलाई मनपर्ने लोकगीत गाएर पनि बिदा हुन्छु अहिलेको लागि भने एउटा गीत केटाहरूको लागि पनि सिन्धुलीमा त होइन छिर्ने बित्तिकै जो हेरे त्यो डन जस्तो लाग्ने क्या पुरै डन के सिन्धुलीको डनहरूको लागि है माछो माछो बजाइदिनु ल माछो माछो त मेरो खुट्टाको जुत्ता है रेडी हो गो गो Don't take my new continent.
दिन्न भने हातै हालिदिने डन केटीहरू डन रहेछ हौ यता त केटा भन्दा केटी डन रहेछ हौ यता त खतरा 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 ओके मैले यो त आधा मात्रै भएको छ कार्यक्रममा आधा अझै बाँकी नै छ त्यस कारणले अबको बाँकी समय गायिका ज्योति मगरको लागि छोड्दै म 2 टुक्रा मात्रै बिदाको गीत गाउँछु आमाहरूको लागि बुवाहरूको लागि युवा साथीहरूको सकेसम्म मन बुझाउने चित्त बुझाउने कोसिस गरे अब आमा बुवाले मन पराइदिनु भएको गीत बामरी बामरी म भोलि गइहाल्छु बसेर रामरी यो बिदाईको गीतमा यसो हात हलाइदिनुहोस् होला हजुर ल बामरी बामरी बजाइदिनु होला धेरै धेरै धन्यवाद यो मायाको लागि यो साथको लागि सिन्धुलीमा लामो समय पछाडि आउँदा यो माया पाएँ यो साथ पाएँ फेरि पनि आगामी दिनहरूमा यहाँहरू समक्ष यस्तै नयाँ नयाँ प्रस्तुतिहरू लिएर आउन पाइयोस् यहाँहरूको माया पाइयोस् यहाँहरूको आशीर्वाद पाइयोस् बोल्दै जाँदा गाउँदै जाँदा एउटा दुईटा शब्द तलमाथि भएको रहेछ भने म क्षमा चाहन्छु आफ्नै छोरी चेली सम्झेर माफ गरिदिनु होला भन्दै आजको लागि मेरो प्रस्तुति यति नै रहेको घोषणा गर्दै बिदा हुन चाहन्छु नमस्ते सिन्धुली ओके रमाइलो भइरहेको सिन्धुली ओके बाबरी बाबरी लगायत धेरै गीतहरू उहाँले गाइसक्नु पनि भएको छ धेरै धेरै तपाईलाई ओके कस्तो हुँदैछ सिन्धुली यो साइडबाट सुन्नु है त रमाइलो हुँदैछ होइन ओके कस्तो लाग्यो विद्यालयको प्रस्तुति रमाइलो ओके ल जम्मो ठुलो टिम देखिरहेको छु मैले यहाँ उहाँलाई धेरै धेरै धन्यवाद सिन्धुलीसम्म आइदिनु भयो र आफ्नो साङ्गीतिक प्रस्तुतिसँगै सम्पूर्ण दर्शकलाई भरपूर मनोरञ्जन पनि प्रदान गरिदिनु भयो र अब हामी सिन्धुलीको तर्फबाट उहाँलाई मायाको चिनो दिँदैछौँ हुन्छ सिन्धुली ओके एकचोटि हल्ला उहाँको लागि इभेन्ट कोअर्डिनेटर इजेक लाभाज्यू हुनुहुन्छ ओके हामी सिन्धुलीको मायाको चिनो यति रमाइलो प्रदान गरिदिनु भयो यहाँलाई सिन्धुलीले सधैँ सम्झि पनि रहनेछ सिन्धुली तर्फबाट मायाको चिनो अत्यन्त चर्चित गायिका जसले हामीलाई यति रमाइलो प्रदान गरिदिनु भयो सबै दर्शकलाई पनि नचाइदिनु भयो कृति आलेको लागि हामीले मायाको चिनो प्रदान गरेका छौँ एकचोटि सिन्धुली ताली उहाँको लागि हल्ला पुगेन है हल्ला पुगेन अब फेरि जति गरेर यो भन्दा अलि हल्ला चाहिन्छ हो कि होइन सिन्धुली ओके रेडी भएर बस्नु होला है त यति बेला हामीले उहाँलाई मायाको चिनो प्रदान गर्दैछौँ ओके अब पालो सिम्बलबाकी छोरी हो कि होइन हजारौँ लाखको माया काली चौकी गोरी हो ओके एकैछिन प्रतीक्षा गर्नु होला त्यसै गरी भोलि अर्थात् भोलि कार्तिक 21 गते हामी माझ आउँदै हुनुहुन्छ शान्ता रानी परियार रेडी हुनुहुन्छ ओके त्यसै गरी भोलि नै आउँदै हुनुहुन्छ सिन्धुलीकै पुहारी हुनुहुन्छ एकचोटि यताबाट सुनाउँ त हजुर को आउँदै हुनुहुन्छ भोलि टिका पर्साई ओके भोलि कार्तिक 21 गते टिका पर्साई त्यसै गरी शान्ता रानी परियारको बेजोड साङ्गीतिक प्रस्तुति रहनेछ त्यसै गरी कार्तिक 22 गते अर्थात् शनिबार हामी मा सिन्धुलीमा पहिलोचोटि आफ्नो ब्यान्ड सहित आउँदै हुनुहुन्छ सपना सुमन ओके उहाँको लाइभ कन्सर्ट हेर्नको लागि टिकट खुल्ला भइसकेको छ र टिकट दर हेर्नुहोस् त्यहाँ स्क्रिनमा यदि तपाईँले प्रिसेलबाट लिनुभयो भने मात्र 350 रहेको छ भने यदि फोर सेल अर्थात् सोही दिन तपाईँले टिकट लिनुभयो भने रु 500 ओके बढी पैसा नतिरौँ 350 मा अहिले नै टिकट खुल्ला छ सपना सुमनको लागि टिकट लिनु होला हुन्छ हजुर हुन्छ नि ओके आज एकदम भिड देखिराखेको छु मैले तपाईँको साना साना नानी बाबुहरू यहाँ बसिरहनु भएको छ हराइएला है फेरि हुन्छ बाबु मम्मी खोइ हो सँगै बस्नु पर्यो है फेरि रमाइलो गर्दा गर्दै नानी बाबु कतै चेप्टिएला यो मौकामा चाहिँ खेलिएला होइन त्यो भएको हुनाले आफूसँगै रहने नानी बाबुलाई पनि सुरक्षित राखिदिनु होला
ओके तपाईँ सबैजना सिसिटिभी क्यामेराको निगरानी पनि हुनुहुन्छ, त्यसैले अब यो अँध्यारो छ, यो नाचेको बेलामा यही मौका हो भनेर कोहीदेखि रिस उठिरह होला, ठेलदिने घचेटिदिने गर्न चाहिँ पाइएन होइन दाजु? ओके ल, दाइलाई पनि धेरै धेरै स्वागत छ। ओके, सबै हामी धेरै ज्ञानी छौँ। तपाईँको अगाडि पछाडि साना साना नानी बाबु हुन सक्छ, यहाँ देखिरहेको छु मैले, ज्योति मगर प्रतिष्ठामा हो कि होइन? ओके ल, यसै गरी अघि मैले भनेको थिएँ कि कार्तिक 22 गते सपना सुमनको लागि 1 बजे नै गेट खुल्ला रहनेछ है कन्सर्ट हेर्नको लागि। सबैजना आइदिनु होला, किनकि उहाँ सिन्धुलीमा पहिलोचोटि आउँदै हुनुहुन्छ, हो कि होइन? ओके, तपाईँ दर्शककै रोजाइ अनुसार हामीले उहाँलाई कन्सर्टको लागि बोलाइसकेका छौँ, त्यसैले पनि सबै दर्शकलाई तयारी अवस्थामा रहनुको लागि म अनुरोध गर्दछु। र आज हामी माझमा अब कसलाई बोलाउँ होला? यो हल्ला पुगेन, यतिले हुँदैन हो। कसलाई बोलाउँ सिन्धुली? ओके, ज्योति 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 भइराखेको छ यति बेला। हामी सबैजना ज्योति मगर हेर्नको लागि हतार छौँ, हो कि होइन? ओके, आज मलाई थाहा छ कहिले